आज चाहिँ मैले मेरो प्यारो साथीको रिक्वेस्टमा झोल मोमो बनाएको। मेरो साथी र म चाहिँ खानामा एकदमै मिल्छ क्या। ऊ पनि फुडी, म पनि फुडी हैन। अनि मलाई के खान मन लाग्यो भने उले बनाइदिन्छ, कहिले उलाई मोमो खान मन लाग्यो भने म बनाइदिन्छु। यस्तो मिल्छ हाम्रो जोडी चाहिँ खानामा। अब नेपाल जाँदैछौ, नेपाल जानुभन्दा अगाडि एकचोटि मोमो खान्ने भनेर कामबाट आएर हतार झोल मोमो बनाएँ। यो र्याप चाहिँ प्रायः सबै उले गरेको है। मैले चाहिँ अचार बनाएँ अनि किमा मेरिनेट गरिदिएको। हामी दुईजना भयो भने त एकैछिनमा मोमो बन्छ क्या, 1 घन्टा पनि लाग्दैन। झोल मोमोमा चाहिँ मैले यहाँ चिली ओइल एड गर्दैछु। यो चिली ओइल चाहिँ मैले लास्ट टाइम बनाएको। मोमो चाहिँ साथीहरूसँग मिलेर बनाएर खाँदा कस्तो मिठो अनि रमाइलो पनि हुने क्या। मेरो साथीले पनि यति धेरै मिठो खानाहरू बनाउँछ। उले एभ्रिथिङ फ्रम स्क्रैच, मिठाईहरू कति धेरै बनाउँछ कि। उसको टिकटक अकाउन्ट चाहिँ सारिकाज होम किचन हो। हजुरहरूलाई मिठो मिठो खानेकुराको रेसिपीहरू चाहिन्छ भने उसको टिकटक अकाउन्ट फलो गरिदिनु होला।